कसैले तेरो लागि स्वर्ग कुन हो भनेर सोध्यो भने यही हो मेरो स्वर्ग, मेरो घर यही हो। म यसलाई फार्म हाउस भन्छु। मजा ठाउँ छ, त्यो मेरो स्कुल भयो। यतापट्टि म सुरेशको घरमा बसेर भिडियो खिचिरहेको छु। अनि त्यही हो मेरो गाउँ। बिहानको सुरुवातसँगै लेमन टी र पानीको जुससँग अब हाम्रो बिहानी सुरु हुँदैछ। मकैको रुखले बाटो छेकिन्छ यहाँनिर, यस्तो छ मेरो गाउँ। हाम्रो पानीखेन धारो हो, पानीखेन धारो यस्तो छ। धारो यता पानी जमेर बसिन्छ, पानी यता आइछ ढुङ्गे धारामा। अब गाउँमा पुगेपछि अलिअलि गाउँले त बन्नै पर्यो। कोदाली खन्न बिर्सेछु कि भनेर फेरि खने एकछिन, मजा आयो कोदाली खने मजासित। ज्यानलाई पनि एक्सर्साइज भयो। यहाँसम्म आइपुग्दा रमाइलो नै थियो, अहिलेसम्म रमाइलो नै भयो। गाउँको ठाउँ यस्तै भयो। अनि म अब बुढाबाका गाउँका हजुरबाहरू सबै भेट्नलाई गएँ। गइरहेर हजुरबा बिरामी हुनुभएको रहेछ। बिहान मात्रै घाँस बाख्रालाई घाँस जाँदा त्यहाँ लड्नु भएछ र हजुरबालाई फेरि हस्पिटल लिएर जाने तयारी गरेँ। जाऊँ ल, गाडी आयो यहीँ सजिलो भयो। हेर्ने साधन छैन, औषधि दिएर नि त साधन नभए काम छैन। जता आएको हेर्न पर्छ एकचोटि। अब के गर्ने भन्नु, के गर्ने फेरि बालाई प्रेसर हो नि त, त्यही पिर्ला हो। प्रेसर त औषधि खाइरहेको औषधि खाइरह। ल ल बाबु, अब यता माथि यहाँ खाना र यता तेर्सै चाहिँ गर्छ माथि। ल काका ल, बाई बाई, ल बाई बाई। माथि उनीहरू आउने होइन। हेलो बिरामी हुँदा गाउँको बाटो नहुँदा चाहिँ अत्यन्तै दुःख लाग्ने। मेरो गाउँमा अझै पनि बाटो त्यति राम्रो छैन। धन्न हाम्रो गुरु दाइ एकदम राम्रो हुनुभयो र तलसम्म गाडी ल्याउनु भयो। जसो तसो गाडी त तल ल्याउनु भयो। अब माथि जान धेरै नै गाह्रो छ। अब गाउँमा सबै बुवाहरूलाई सबैलाई बाई बाई गरियो। हामी त्यो दिनभरि त्यहाँ बस्थ्यौँ होला। अब हजुरबा बिरामी भइसकेपछि अब त्यहाँ बस्न पनि भएन। हजुरबालाई जसो चाँडो हस्पिटल लानु पऱ्यो भनेर त्यहाँबाट गाडी मगाएर गाडीमा चढियो। गाडीमा त चढियो, आउन त ओह्रालो थियो, सजिलै रूपमा आयो गाडी। अब गाडीलाई माथि लान निकै कठिन छ। थोरै माथि अलिकति के पुगेका थियौँ, त्यहाँबाट त गाडी जाने उपाय नै नरहेछ। ओर्लिनलाई जसो तसो ओर्लिएछ, माथि जान नसकेर साह्रै नै दुःख पाइयो यहाँनिर। लगभग हामी यहाँ 2 घन्टा जति यो बाटो बनाउनै लाग्यो। 2 घन्टा यहाँ बसेर बाटो बनाइयो। यी कुराहरूमा चाहिँ पालिकाको पनि ध्यान गइदिए हुन्थ्यो, किनभने सानो थोरै मेहनतले सामान्य रूपमा भ्यागुम हिँडाउँदै गर्दाखेरिमा पनि हामीलाई बाटो सहज हुन्थ्यो, धेरै टाढा पनि थिएन। बाटो दुःख गरेर बनाइयो, मजासित बोकियो, ढुङ्गा बोकियो, ढुङ्गा माटो बोकियो। गाडीलाई एकचोटि होइन 3 चोटि 4 चोटिसम्म कोसिस गरियो, जान सकिएन। दिनभरि 2-3 घन्टा लगाएर त्यहाँनिर बसियो। यता एक त बिरामी हजुरबा आउनु चाहिँ ठाडो हुन मिलिरहेको छैन, हजुरबालाई बस्नको लागि ठाउँ पनि छैन। 2-3 चोटि प्रयास गरिसकेपछि अन्तिममा फाइनल्ली गाडी उकालियो। उकाल्नलाई धेरै नै मुस्किल पऱ्यो यहाँनिर, किनभने यो 4 व्हिलर गाडी त जाँदैन भनेपछि अरू गाडीको त यहाँनिर सपना पनि कल्पना पनि गर्न सकिँदैन। यति गरिसकेपछि हामीले 5औँ चोटिमा चाहिँ गाडी सफलतापूर्वक उकालियो। खुसी लाग्यो एकदमै। बनाइदियो नि यार, धन्यवाद यार गुरुजी यार। ल मेरो गाउँ हजिरकोट 5 मुच्छुकको यो सेरोफेरो यहाँनिर थान मेरो भाइखलक, मेरो हजुरबाको घर माथिल्लोपट्टि घर, सबै हामी भाइखलकै हौँ। यहाँनिर पारी देखिएको झ्याउ गाउँ मुच्छुकको यो वातावरण अत्यन्तै रमाइलो, आनन्द आउने ठाउँ। जति बसे पनि बसिरहँला नि। अमृतको घर तल आइयो, त्यति मजा आउने ठाउँ, जति हेरिरहँ लाग्ने ठाउँ। आँखालाई त धित मरेको थिएन, तर पनि अब परिस्थिति बाध्यता अनुसार जानै पर्ने लाग्यो यहाँबाट मन्नलाई पनि एकतिर बिरामी हजुरबालाई लिएर। यो हाम्रो स्कुल हो शत्रुमाला माध्यमिक विद्यालय, अहिले उच्च माध्यमिक भएको छ। हामी यही स्कुलमा पढेका हौँ। कक्षा 6 देखि 10 कक्षासम्म मैले यही स्कुलमा अध्ययन गरेँ। आफैमा रमाइलो सुन्दर ठाउँ, स्वर्गको टुकुरा भन्दा पनि प्यारो ठाउँ। यही स्कुलमा कखरा सिकियो, यही स्कुलमा आएर एबिसी भन्न सिकियो। यही स्कुल देख्दा पनि मनलाई निकै आनन्द मिल्ने, शान्ति मिल्ने होइन। यही पसलहरूमा खाजा खाइयो, यही स्कुलमा पढियो, यता गरियो। यी भाइ बहिनीहरूलाई देख्दा पनि आफैको फिल आउने, हाम्रो उमेरकै फिल आउने रमाइलो थियो। त्यहाँ भाइहरू बल खेलिरहेका थिए। स्कुलमा एकछिन हेऱ्यो, गाडी रोकेर एकछिन सरहरूसित कुरा गर्न मन पनि थियो। अब परिस्थिति त्यस्तै भयो, सिधै चाँडो हामी हस्पिटल जानुपर्ने भएर त्यहाँबाट निस्क्यौँ, आयौँ। यही हो मेरो स्कुल, श्री शत्रुमाला माध्यमिक विद्यालय, अहिले उच्च मावि भएको छ।
यता अङ्कलको पसलबाट धेरै सामानहरू खाइयो। पारिदेखिको ताकु बजार, अब ताकुकोट हुँदै अब हामी यहाँ गोर्खा बजार पुग्छौँ। रमाइलो छ, जति बसिरहन मन लाग्ने। अब तल अलिकति तल फेरि के आइसकेका थियौँ, त्यहाँनिर फेरि डोजरले बाटो खन्दै रहेछ। कम्ता बिजोग पाइएन। अब बाटो छोड्न पनि नमिल्ने बिच बाटोमा छ, गाडी फसिहाल्यो। साह्रै नै बिजोग पाइयो यहाँनिर आइपुग्दाखेरि त। जस्तो तसो बाटो त खुल्यो, बाटो खुलेर तलतिर आएको। अनि त्यहाँपछि फेरि अब बाटो पिच गर्ने बाटोमा कहिले गाडी आउने कहिले के आउने रोक्यो। निकै समय लाग्यो हामीलाई त्यहाँबाट यहाँ निस्किने, लगभग 3 घन्टा 3.5 घन्टा 4 घन्टा अराउन्डको समय लाग्यो। बाटो असिलो भएको हुनाले यति समय लागेको हामीलाई। अमित भाइ गयो ल हामी गएर हजुरबा त्यहाँ बिरामी पर्नु भएछ। कहिले के भएछ? बिहान त्यहाँ लड्नु भएछ क्या। देखाएर अनि त्यहाँबाट अब गोर्खा लिएर गएर यसो जचाएर ठिक भयो भने यता पठाइदिएर हामी जानु पर्ला, नत्र लिएर जानु पर्ला भन्ने। ल बेलुका के हो यो मुचोको ढिस्काउ कालो गर्मी हुन्छ भन्थ्यो, दारी सारी फुलेको। हामी पानी परे त किन हाल्नु पर्ने हो र? ल फाइनल्ली गुरुसँगको अन्तरङ्ग कुराकानी पनि मिठो भयो। रमाइलो कुराकानी गर्दै आइयो। गुरुको दुःख सुख जिन्दगीका भोगाइहरू सुनाउनु भयो। यात्रा सहज भयो। अब हामी 12 किलो सिसा लिएर अगाडि आइसकेका छौँ गोर्खा बजारतर्फ। अब लगभग गोर्खा बजार पुग्नै लागिसकेका छौँ, थोरै मात्रै अगाडि छ। यति कुराहरू हुँदै गर्दा पनि निकै समयहरू बितिसकेका छन्। हामीसित धेरै समयहरू बितिसके, रात पर्न लागिसकेको छ, घाम डाँडामा पुगिसकेको छ। तर पनि हाम्रो कामहरू अझै बाँकी नै छ, धेरै कामहरू बाँकी छ। त्यो बजारमा गएर उपचार गराउनै छ। भन्दै हामी यति गफ गर्दा गर्दै गोर्खा बजार पनि आइपुग्यौँ। हामीलाई छिटोभन्दा छिटो हस्पिटल जानु थियो, त्यसैले हामी गोर्खाको NBI हस्पिटल आइपुग्यौँ र यहाँ आइसकेपछि इमर्जेन्सीमा हजुरबालाई भर्ना गऱ्यौँ। त्यसपछि डक्टरहरूले राम्रो ट्रिटमेन्ट गर्नुभयो र हजुरबालाई ठिक भइसकेपछि हामी फर्क्यौँ। ढाडा लाग्छौँ, तपाईँ घर जानु। त्यो खुट्टा अलि झमझमायो भने, खुट्टा दुख्यो भने नि विचार गर्न पऱ्यो। अब दिसा पिसाब आएको थाहा भएन भने त्यो पनि खबर गर्न पऱ्यो। अब चाहिँ अर्थो केही दुख्ने भयो, गाह्रो भयो, मुखबाट रगत सगत आयो भने चाहिँ गाउँमा बस्न हुन्न, हस्पिटल दौडिहाल्नु पऱ्यो। डक्टरको कुरा चाहिँ मेरो कुरा होइन। अनि त्यसपछि अब 1 हप्तालाई औषधि दिए उसले। 1 हप्तालाई औषधि खाँदाखेरि अब ठिक भयो भने भइहाल्यो। ठिक भएन भोलि गाह्रो भयो, त्यस्तै समस्या आयो, झमझमाउने, खुट्टाले मेसो नपाउने, थाहा नपाउने, टेक्न नहुने, अब छाती दुख्ने, रगत आउने, दिसा पिसाब चाहिँ त्यो थाहा नहुने भयो भने चाहिँ गाउँ बस्न भएन, काठमाडौँ आइहाल्नु पऱ्यो। अब चाहिँ होइन, अब यो औषधि खाएपछि 1-2 दिनमा चाहिँ अलिअलि दुखे पनि लगभग अरू ठिक भयो भने अनि त्यसपछि चाहिँ त्यहाँबाट औषधिले काम गर्यो भने घरै बस्ने। अब काठमाडौँतिर गएको बेला चाहिँ जचाउने एकचोटि। मेरो यस्तो भएको थियो पहिला, त्यहाँ यसरी चाहिँ लडे यस्तो भएको थियो, एकचोटि हेरौँ न त भनेर काठमाडौँ गएको बेला चाहिँ फुर्सदमा फेरि एकचोटि जचाउने, त्यही गर्ने है त। ल हजुरबा ठिक छ नि? अब हामी काठमाडौँ जान्छौँ, तपाईँ घर जानु। अनि गाह्रो साह्रो भयो भने काठमाडौँ आउनु, म उतै भइहाल्छु फेरि। फेरि गरौँ ल। हामी समस्या खायौँ, अब यहाँबाट छुट्टिन्छौँ हजुरबासित। हजुरबालाई घर पठाएर हामी काठमाडौँ लाग्दैछौँ है त। फाइनल्ली हजुरबालाई ठिक छ भनिसकेपछि हामीले त्यही गाडीमा हजुरबालाई उता घर पठायौँ र हामी काठमाडौँको लागि अघि बढ्यौँ। साँच्चै डक्टरहरूले दिनुभएको सल्लाह सुझाव अनुसार हामीले केयर गर्नैपर्छ हजुरबालाई पनि। र डक्टरहरूको एकदम राम्रो टिमले राम्रो काम गर्नुभयो, उहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ। र हामी गोर्खा सकेर तनहुँ खैरेनी आइपुग्यौँ। खैरेनीको पुल तर्यौँ। खैरेनीको पुल तरिसकेपछि हामी अब हाम्रो आफ्नो गन्तव्य त छिँदै थियो, रात परिसकेको थियो, किनभने त्यहाँ झम्के साँझ पर्न लागिसकेको थियो। लाइट त बाल्नु परेको थिएन, तर पनि घाम अस्ताइसकेको थियो। त्यही भएर हामी अलि रफ्तारमै कुद्न पर्ने भएर भिडियो बनाउन पनि त्यति धेरै बनाउन सकिएन। त्यहाँबाट हामी फाइनल्ली चाहिँ अब काठमाडौँको यात्रा तय गरौँ। काठमाडौँको यात्रा तपाईँको बाटो मुङ्गलिनबाट त्यति सहज थिएन। यो मुङ्गलिनको बाटो हो, मुङ्गलिनको पुल तरियो। मुङ्गलिनको पुल तरिसकेपछि बाँकी आउने बाटो कठिनाइ थियो, किनभने साँझ परिसकेको थियो। साँझको बेलामा त्रिशुलीको किनार आउनुपर्ने, त्यसैले हामी आनन्दसित आइयो, काठमाडौँ आइयो। समग्रमा हाम्रो भ्लग यति नै रह्यो। यहाँबाट उता चितवन जाने बाटो, हामी चितवन छोडेर काठमाडौँतिर आयौँ। समग्रमा हाम्रो भ्लग कस्तो लाग्यो तपाईँलाई? पक्कै पनि सुरुदेखि अन्तिमसम्म हेर्नु नै भएको छ होला। हेर्नुभएको छ भने कमेन्ट गर्नुहोस्। यदि सुरुदेखि अन्तिमसम्म हेर्नुभएको छैन भने पनि जहाँसम्म हेर्नुभयो त्यहाँसम्म कमेन्ट गर्नुहोस्। हामी अब काठमाडौँ आइपुगेका छौँ। निकै लामो जाममा परियो, बिचमा ठुलो जाममा परियो, थानकोटको ओह्रालो आइपुग्नुभन्दा अगाडि नै। धन्यवाद। यो भिडियो कस्तो लाग्छ तपाईँलाई? सल्लाह सुझाव दिँदै गर्नुहोला। धन्यवाद।